जन्म तपोभूमि, भानुको जन्म घर आँगन, भाषा साहित्य र संस्कृति, सौन्दर्य कलाको यो सङ्गम, पहाडका थुम्का ताकुरा, गाउँ बस्तीको कन्दरा, सधैँ एक कदम अगाडि रेडियो भानुभक्त, रेडियो भानुभक्त। नसुनी मनै मान्दैन। नमस्कार, रेडियो भानुभक्त 104.2 मेगाहर्ज सुनेर बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनमा हार्दिक स्वागत गर्छु। म हुँ सुरज विश्वकर्मा। यति बेला मलाई प्रविधि संयोजनबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र प्रकाश विश्वकर्माले। आदरणीय श्रोता मन, कार्यक्रम एउटा कथा जिन्दगीको आउने गर्छ प्रत्येक हप्ताको शुक्रबार राति 9:15 देखि करिब 10 बजेसम्म। कार्यक्रम एउटा कथा जिन्दगीकोमा मैले वाचन गर्ने गर्छु तपाईँहरूले नै प्रेषित गर्नुभएका तपाईँको वास्तविक कथालाई। मैले गत हप्ता पनि तपाईँलाई जानकारी गराइसकेको थिएँ। तपाईँहरूका धेरै कथाहरू चाहिँ मसँग छन् र कार्यक्रम एउटा कथा जिन्दगीको लागि पठाउनु भएको छ। मैले क्रमस्वरूपमा तपाईँका कथालाई वाचन गर्दै जानेछु र तपाईँहरूलाई सुन्न पनि चाहन्छु। कार्यक्रम एउटा कथा जिन्दगीको यहाँलाई कस्तो लाग्छ? तपाईँहरूको सुझाव सल्लाह र प्रतिक्रियाको अपेक्षा म सधैँ गरि नै रहनेछु। यद्यपि तपाईँको जिन्दगीमा पनि कुनै त्यस्ता अविस्मरणीय कथाहरू छन् जुन कथाले तपाईँलाई अहिले पनि फलफलमा जोड दिइरहेको छ। यदि त्यस्ता कथाहरू छन् भने कार्यक्रम एउटा कथा जिन्दगीको लागि सम्झे आफ्नो मन केही हदसम्म भए पनि शान्त पार्न चाहनुहुन्छ भने पठाउँदै गर्नुहोला, आग्रह गर्छु। आज कार्यक्रममा मैले लिएको छु काभ्रेका साथीको वास्तविक जिन्दगीको वास्तविक कथा। तर अहिले पनि तपाईँको लागि सुनाउन चाहन्छु यो सुमधुर सङ्गीत।
भाग्यभन्दा माया कमजोर भएर नै होला तिमी टाढा भन्दा पनि स्वीकार गर्नु पर्यो यो संसारमा आफू एक्लो भएर नै होला फुललाई टाढा भन्दा पनि स्वीकार गर्नु पर्यो फुललाई टाढा भन्दा पनि स्वीकार गर्नु पर्यो मन परेको सबै कुरा यो सुमधुर सङ्गीत तपाईँको लागि मैले सुनाइसकेको छु र मैले तपाईँलाई जानकारी पनि गराइसकेको छु। कार्यक्रम एउटा कथा जिन्दगीको कस्तो लाग्छ, राम्रो लाग्छ भने राम्रो लाग्छ भनिदिनु होला, नराम्रो लाग्छ भने नराम्रो लाग्छ यति कुराहरू सुधार गर्नुपर्नेछ। तपाईँका सुझाव सल्लाह लेखी पठाउँदै गर्नुहोला। अहिले म यो सुनसान बन्द कोठाबाट तपाईँसँग भेट हुने प्रयास गर्दैछु। आशा गर्छु पक्कै पनि तपाईँले मलाई सुनेर साथ दिनुहुन्छ। यदि तपाईँ पनि आफ्नो मनको मान्छेबाट बिछुटिएर बस्नु भएको छ, मनको मान्छेको सम्झनामा कल्पित हुँदै मनमा धेरै कुराहरू खेलाउँदै हुनुहुन्छ भने आशा गर्छु तपाईँको मन अलिकति भए पनि खुसी हुनेछ। अब पनि म लाग्छु आजको कथातर्फ। आजको कथा मैले लिएको छु काभ्रे महादेव स्थान 4 का साथी श्याम सुन्दर चापागाईको, र उहाँले यस्तो लेख्नुहुन्छ। कार्यक्रम सञ्चालक सुरजजी नमस्कार, मेरो तर्फबाट पनि नमस्कार छ श्याम सुन्दरजी। कार्यक्रम एउटा कथा जिन्दगीको धेरै राम्रो लाग्छ। मैले हजुरको यो कार्यक्रम प्राय समय मिलाएर समय मिलेसम्म सुन्ने गर्दछु। कार्यक्रम सुन्दै जाँदाखेरि कता कता मलाई पनि आफ्नो जिन्दगीको कथा लेखी पठाउँ जस्तो लाग्यो। तसर्थ मैले मेरो जिन्दगीको वास्तविक कथा लेखी पठाएको छु। आशा गर्छु पक्कै पनि प्रसारण गरिदिनु हुनेछ भन्नुभएको छ श्याम सुन्दर चापागाई काभ्रे महादेव स्थानबाट। अब हामी अगाडि बढाउन चाहन्छौँ श्याम सुन्दर चापागाईको यस कथालाई यसरी। उनको बसिसकेको घर बिग्रन सक्छ, अटुट सम्बन्ध टुट्न सक्छ, त्यसैले उनको नाम लिन चाहिन मैले आज। खै किन र कसरी उनलाई यो मनमा सजाउन पुगेछु अहिलेसम्म पनि थाहा छैन। अनि म तिमीलाई मन पराउँछु भनेर भन्न सकेको पनि त कहाँ हो र। जब म उनीबाट टाढा एक्लै हुन्थे अनि मनमा नै सोच्थे आज त सबै कुरा भन्छु, तर जब उनको नजिक पर्थे एक शब्द पनि निस्कदैन थियो। यसरी एकहोरो मायामा लामो समयसम्म म हराइरहेँ। हामी सँगै परे पनि उनले पनि कहिले बोल्ने चाहनै गरेनन्। हुन त उनी कक्षाको राम्रो विद्यार्थी, उनको नजरमा म कहिले पनि पढ्न सकिनँ। यसरी नै धेरै दिन बिते अनि म पनि उनको अगाडि राम्रोसँग पढ्ने निर्णय गरेँ। त्यस पछाडि पढ्दै पनि गएँ, परीक्षामा पनि राम्रो गर्न थालेँ। यो सबै उनको कारणले नै भएको थियो। उनीबाट मैले धेरै कुरा सिकेँ। कहिले एक शब्द नबोलेर पनि उनले मलाई धेरै कुरा सिकाएको जस्तो लाग्छ मलाई। उनको सुन्दरताको त म वर्णन नै गर्न सक्दिनँ। उनी यति राम्री अनि सुशील पनि त्यस्तै। त्यही भेट थियो जुन भेटले मलाई उनीसँग नजिक बनाएको थियो। अझै पनि याद छ र अहिले जस्तै पनि लाग्छ। विद्यालयको प्राङ्गणमा उनी एक्लै घाम तापेर बसिरहेकी थिइन्। पुष्माको जादो पनि त त्यस्तै, मुटु नै थरथरी काम्ने।
खै मलाई त्यो दिन के भयो अनि उनी बसेको ठाउँमा गएर उनको नाम लिएर भने, किन नि आशा एक्लै? सायद यो पहिलो बोलचाल थियो उनीसँग। उनी हाँस्दै भनिन्, के त तिमी बस न आऊ भन्दा म धेरै नै खुसी भएको थिएँ अनि उनीसँगै बसेँ। उनी मैले सोचे भन्दा धेरै फरक पाएँ। मनको कुरा नलुकाई भन्ने फरासिलो स्वभावकी। मैले त चिन्नै सकेको पो रहेनछु। मनले यस्तै कुरा सोच्दै थिएँ। त्यसपछि हामी असल साथी भयौँ। मैले नजानेको कुरा उनले सिकाउँथिन् अनि मैले पनि उनलाई। दिनहरू रमाइलोमै बित्न थाले। मैले त उनलाई पहिलेदेखि नै मन पराएको थिएँ, तर त्यो भेटले झन् उनीप्रतिको माया बढेर गएको जस्तो लाग्न थाल्यो। उनले मलाई के सोच्छिन् त्यो भने मलाई थाहा थिएन। कति दिनसम्म मनका भावना र पीडाहरू मनमै गुम्स्याएर राख्ने जस्तो लाग्यो। मनका अथाह भावना उनको सामु छत्ताछुल्ल हुने गरी फोक्न मन लाग्यो। तर लामो समयदेखि मेरो मनभित्र गुम्सिएर रहेका मेरा मनका दर्दनाक पीडा अनि भावना उनलाई त भने। उनी त्यसको जवाफ केही दिन पछि दिन्छु भनेर झन् बढी तडफिने बनाइदिन्। उनको जवाफको प्रतीक्षामा धेरै दिन बिते। म झन्झन निराश बन्दै गएँ। विद्यालयबाट घर गएर उनकै यादमा टोलाउँदै बसिरहेको थिएँ। झोलाबाट किताब निकालेर पढ्नु पर्यो भने किताब निकाल्दा सानो कागज भुइँमा खस्यो। खै के रहेछ भनेर हेर्दा उनले लेखेको मायाको कोसेली पो रहेछ। त्यो सानो कागज भएन। त्यसपछि मेरो मायाको अमूल्य उपहार सम्झी सम्हालेर राखेँ। उनले लेखेकी थिइन्, श्याम, तिमीलाई मैले पनि त माया नगरेको र मन नपराएको कहाँ हो र? तिमी कहिले नै नजिक परेनौ। तिमीले जति माया गर्छौ त्यो भन्दा कम सायद मैले पनि गर्दिनँ होला। यस्तो थियो उनको पहिलो पत्र। खुसीको सीमा नै रहेन। जीवनमा पहिलो पटक कसैले यसरी माया गरेर मलाई पत्र लेखेको थियो। सबै चिज जिते जस्तो र पाए जस्तो लाग्यो। त्यही पत्रले सुरु गरिदियो हाम्रो प्रेम यात्रा। त्यसपछि हामी धेरै नजिक हुँदै गयौँ। उनले भन्थिन्, श्याम, यदि म तिम्रो हुन सकिनँ भने तिमी के गर्छौ? त्यसको जवाफ मैले कहिले पनि दिइनँ। अनि मैले पनि उनलाई सोध्थेँ, म तिम्रो भइन भने तिमी के गर्छौ? म त बिहे नै गर्दिनँ, एक्लै जीवन बिताउँछु। यस्तै जवाब आउँथ्यो उनीबाट। लेखान्तमा जे छ त्यही हुन्छ। भविष्यका कुरा गरेर मनलाई किन पीडा दिने? यस्तै यस्तै भने मैले उनलाई सम्झाइरहन्थेँ। मनका पीडा पोख्ने उनी भन्दा अरू मेरो कोही पनि त थिएन। सुखको होस् या दुःखको उनीसँग नै व्यक्त गर्ने गर्थे। यो माया भन्ने चिज पनि कस्तो हो? पल पलमा चोट दिने, आँसुका मुहानहरू फुटाइदिने कस्तो शक्ति हो यो माया। जीवन सोचेको भन्दा भिन्न खालको बनाइदिने कस्तो रहेछ यो माया। यो चोखो माया र निश्चल मायाको सागरमा चुल्लुममा डुब्दा डुब्दै +2 को परीक्षा पनि आइसकेछ। परीक्षाको पनि त राम्रो तयारी गर्नुपर्छ। त्यही भएर अरू कुरा सोच्ने होइन, राम्रोसँग पढ्नु, यस्तै भन्थिन् उनले मलाई। र मैले पनि। परीक्षा पनि राम्रै भयो, रिजल्ट पनि राम्रै आयो। त्यसै गरी हामीले श्री डेडी थुम्काबाट +2 गऱ्यौँ। रिजल्ट आइसकेपछि हामी सँगै पढ्ने निर्णय गरेका थियौँ। दैवको खेल भनौँ या के भनौँ, खै सोचे जस्तो जिन्दगीमा कहिल्यै पनि नहुँदो रहेछ। +2 त पास भयौँ। एकातिर खुसीले मन आनन्दित थियो भने बिछोडले मुटु टुक्रा टुक्रा बन्दै थियो। हामी चाहेर पनि एउटै कलेज पढ्न नपाउने भएका थियौँ। चाहना त सँगै हुने थियो नि, तर के गर्नु, छुट्टिन बेबस भयौँ। म शङ्करदेव कलेज पढ्न थालेँ र उनी अर्कै कलेज। साँच्ची नै कति खुसी थियौँ हामी सँगै साथमा हुँदाखेरि। कति खुसी थियौँ हामी, कति खुसी थियौँ हामी सँगै साथमा हुँदाखेरि। आँसु पुस्ने हात छैन आज मैले रुँदाखेरि।
आँसु पुस्ने हात छैन आज मैले रुँदाखेरि कति खुसी थियौं हामी तिमीले माया गरे जति मैले माया गरेको थिएँ हो तिमीले माया गरे जति मैले माया गरेको थिएँ तिमी शिखर चढ्दै जाँदा मोराली झरेको थिए तिमी शिखर चढ्दै जाँदा मोराली झरेको थिए कति खुसी थियौं हामी मैले तिमीलाई सकिन भुल्न अब तिमीले मलाई भुल्नु पर्छ हो मैले तिमीलाई सकिन भुल्न अब तिमीले मलाई भुल्नु पर्छ डाली बसी न्याउली रुँदा तिम्रो यादले आँसु झर्छ डाली बसी न्याउली रुँदा तिम्रो यादले आँसु झर्छ कति खुसी थियौं हामी कति खुसी थियौं हामी सँगै साथमा हुँदाखेरि आँसु पुस्ने हात छैन आज मैले रुँदाखेरि आँसु पुस्ने हात छैन आज मैले रुँदाखेरि कति खुसी थियौं हामी सपनाहरू धेरै सजाएको थिएँ मैले सायद उनले पनि त सजाएकी थिइन् होला लक्ष्य पनि त हाम्रो एउटै थियो खुसी पनि त्यस्तै मैले आफू खुसी भएर उनलाई कहिले पनि दुखी बनाउन छैन बरु म आफै दुखी भएर पनि उनलाई सधैँ खुसी देख्ने चाह गरिरहेँ म शङ्करदेवमा बीबीएस गर्दै थिएँ तर उनी अर्कै कलेज त्यस पछाडि भेटघाट पनि पत्ता लिँदै गयो उनको त सुन्दर मुहार हेर्ने चाहना पनि साँच्चै नै सपना जस्तै भयो कहिलेकाहीँ सपनामा आउँथिन् विगतमा गरेका रमाइला कुराहरू फेरि दोहोऱ्याएर भन्ने गर्थिन् यदि म तिम्रो भइन भने तिमी के गर्छौ यस्तै यस्तै प्रश्न गरिरहन्थिन् सपनामा आएर पनि तर बेहोस हुँदा म एक्लै हुन्थेँ आँखाबाट आँसुहरू झरिरहन्थे सायद उनले यसरी सपनामा मलाई देख्थिन् या देख्थिनन् त्यो भनी मलाई थाहा भएन दूरीको हिसाबले टाढा भए पनि मनको हिसाबले टाढा नहुने बाचा गरेका थियौँ तर भौतिक रूपमा शरीरै टाढा भइसकेपछि सबै चिज टाढा हुँदो रहेछ त्यस्तै लाग्छ आज धेरै प्रतीक्षा गरे उनीसँग भेट हुने र मनका धेरै कुराहरू व्यक्त गर्ने त्यसपछि समयले उनको र मेरो भेट गराएन शङ्करदेव कलेज पढ्दा पढ्दै म वैदेशिक रोजगारका लागि दुबई जाने तयारी गर्न थालेँ प्रदेश नै हो आखिर जाने इच्छा त थिएन मेरो समय परिस्थिति बाध्यता व्यवस्था पनि त आफ्नै ठाउँमा छ त्यसै गरी यसरी नै म वैदेशिक रोजगारका लागि दुबई गएँ
धेरै साथीहरूले भन्नुहुन्थ्यो दुबईको बारेमा, साँच्ची नै दुबई भने जस्तै राम्रो रहेछ, सोचे भन्दा फरक रहेछ। करिब दुबई गएको 6 महिना भइसकेको थियो। 6 महिनापछि फेरि नेपाल फर्किए। दुबईबाट नेपाल फर्कदा उनीसँग एकचोटि मात्रै भेट भयो। जुन भेट पनि यस्तो भेट, जुन बसमा म यात्रा गरिरहेको थिएँ उनी पनि त्यही बसमा रहेछन्। छोटो समय भए पनि विगतलाई सम्झेर धेरै कुराहरू भन्ने इच्छाहरू थिए, धेरै गुनासाहरू थिए, तर पनि मैले केही पनि भन्न सकिनँ। मात्र सोधे तिमीलाई कस्तो छ, के गर्दैछौ, विवाह गर्यौ या गरेनौ। उनले भन्दै थिइन् मेरो विवाह भएको छैन, सायद गर्दिन पनि। उनको र मेरो यो सम्बन्ध यति टाढा हुनु न त मेरो दोष थियो न त उनकै दोष थियो। खै कसरी टाढा भयो हामी, न त उनलाई थाहा छ र न त मलाई। र मैले त्यो भेटमा उनलाई भनेको थिएँ विगतमा जे जस्तो भए पनि अब त हामी एउटा असल साथी बन्न सक्छौँ। सायद तिम्रो साथ नपाएको भए मैले आज जे गरिरहेको छु ती कुरा सायद गर्न सक्दिनँ होला। तिमीलाई त मैले धेरै धेरै धन्यवाद दिनुपर्छ। तिमीलाई त मैले मेरो जिन्दगीमा एउटा असल साथी सम्झेको छु र असल साथी सम्झिरहनेछु। यति भन्दै हामी बसबाट उर्लेर आफ्नो आफ्नो घरतर्फ लाग्यौँ। सुरुदेखि नै एकहोरो माया गरिरहेको मान्छेमा एकहोरो मायामा नै पग्लिरहे। घरबाट विवाह गर्ने कुरा गर्नुभयो। विवाह गर्ने इच्छा नै थिएन, तर पनि विवश थिए। जिन्दगीमा पहिलो पटक कसैलाई माया गरेको थिए, कसैलाई मन पराएको थिए, त्यही मान्छेसँग जिन्दगीका हरेक सुख दुःख साटौँला भनेको थिए। उसैसँग सम्बन्ध जोड्न सकिन भने कहिले नदेखेको केटीसँग कसरी वैवाहिक जीवनमा बाँधिनु, यस्तै कुराहरू मनभरि खेल्दै थिए। घरबाट धेरै कल गर्नुभयो, अन्त्यमा हुन्छ नै पनि थिए। पहिलोचोटि उनलाई देखेँ जोसँग मैले विवाह गर्दै थिएँ। साँच्चै नै उनी पनि मैले खोजेको अनि रोजेको भन्दा कम कहाँ थिइन् र। त्यो हँसिलो अनुहार, सिल्की परेको कपाल, पहिलो भेटमै मैले पनि उनलाई मन पराएँ र उनले पनि मलाई मन पराइन्। यसरी मेरो नयाँ जिन्दगीको सुरुवात भयो। त्यस पछाडि फेरि म दुबई फर्केँ। हिजो त प्रदेशमा बस्दा तपाईँलाई कस्तो छ, के गर्दै हुनुहुन्छ, आफ्नो शरीरको राम्रो ख्याल गर्नुहोस् है भन्ने मान्छे कोही पनि थिएन। तर आज त मेरो जीवनसँगै नै छ। ज्यान टाढा भए पनि आखिर मन उनीसँगै हुन्थ्यो। विदेश बसेको जस्तो महसुस पनि भएन त्यसपछि त। मैले भनेको थिएँ नि, मायामा यति धेरै शक्ति छ। जतिसुकै दुःख कष्ट या जतिसुकै अप्ठ्याराहरू आए पनि यद्यपि कसैको साथ र कसैको माया पाइयो भने त्यस्ता दुःख कष्ट र अप्ठ्याराहरूबाट असर नपर्दो रहेछ। वैवाहिक जिन्दगी त्यस पछाडि त धेरै कुराहरू सोच्नु पर्ने। हिजोको स्कुले जीवन जस्तो त कहाँ हुन्छ र। नेपालमै आफ्नो घर परिवारसँगै बसेर केही गर्ने चाहना बोकेर म नेपालै फर्केँ र नेपालमा गइसकेपछि त्यत्तिकै बसेर पनि त कहाँ जीवन चल्छ र। त्यही त गर्नै पर्छ भने मैले जागिर गर्न थालेँ। नेपालमै पनि गरेँ, नगरेको केही पनि छैन। हुन त सबै कुराहरू एकैचोटिमा त कहाँ पाइन्छ र। सबै कुराहरू एकैचोटि नै गर्छु भने त कहाँ सकिँदो रहेछ र। त्यो जागिर पनि त्यस्तै भयो। त्यसपछि कतार जाने तर्खर गरेँ। हिजो मात्रै कतार जाने कुरा गरे जस्तो लाग्छ। समय पनि कति छिट्टै बितेछ, 20 महिना भइसकेछ। उनकै सम्झना, उनकै ती सुन्दर तस्बिरहरू यो नजर वरिपरि घुमिरहन्छन्। परदेशी जीवन, आफ्नो मान्छेको माया, आफ्नो मान्छेको साथ यस्तै हुँदो रहेछ। आज ती विगत सम्झँदैछु जुन विगतले मलाई धेरै कुरा सिकायो। उनी त मेरो जिन्दगीमा छैनन्, तर पनि उनीबाट मैले धेरै कुरा सिकेँ। जीवनमा कसैलाई माया गरिन्छ, माया गर्नुको अर्थ यो होइन कि उसैसँग जिन्दगी बिताउनुपर्छ, उसैसँग विवाह गर्नुपर्छ। उनी त मेरो एउटा आज असल साथी बनेकी छिन्। तर आज मसँग मेरो जीवन साथी छ जसले मेरो हरेक दुःख सुखमा साथ दिन्छ र दिइरहेको पनि छ। उनकै सम्झनामा फेरि आज एकपटक यसरी यो गीत सुन्न मन लाग्यो।
जीवन सङ्गाली राखेको छु तिमीलाई भनेर मैले यहाँ जीवन सङ्गाली राखेको छु बिछोडका यी दिनहरूमा पनि बिछोडका यी दिनहरूमा पनि तिमीलाई अङ्गाली राखेको छु तिमीलाई अङ्गाली राखेको छु तिमीलाई भनेर मैले यहाँ जीवन सङ्गाली राखेको छु यो दास मेरो जीवनमा आकाश बनेर छोपिदेऊ यो दास मेरो जीवनमा आकाश बनेर छोपिदेऊ यो जिन्दगीको उजाड वनमा तिमीले नै बहार ल्याइदेऊ तिमीले नै बहार ल्याइदेऊ तिमीलाई भनेर मैले यहाँ जीवन सङ्गाली राखेको छु मेरो मुटुलाई ओछ्याएर म तिमीलाई पर्खी बस्छु मेरो मुटुलाई ओछ्याएर म तिमीलाई पर्खी बस्छु मिरमिरेमा आउँछौ तिमी भनी पिरती सँगालेर बस्छु पिरती सँगालेर बस्छु तिमीलाई भनेर मैले यहाँ जीवन सङ्गाली राखेको छु बिछोडका यी दिनहरूमा पनि बिछोडका यी दिनहरूमा पनि तिमीलाई अङ्गाली राखेको छु तिमीलाई अङ्गाली राखेको छु तिमीलाई अङ्गाली राखेको छु आदरणीय श्रोता मित्र तपाईँ यति बेला सुन्दै हुनुहुन्थ्यो काभ्रे महादेव स्थान 4 का साथी श्याम सुन्दर चापागाईको कथा र उहाँले चाहिँ यो कथा अहिले दोहा कतारबाट सामाजिक सञ्जाल फेसबुक मार्फत हामीलाई पठाउनु भएको थियो पत्राचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ श्याम सुन्दरजी तपाईँको विचार तपाईँको भावनाको म कदर गर्छु तपाईँको विचार महान छ जो कोहीको जिन्दगीमा पनि माया प्रेम भन्ने कुराहरू
हुन्छ। कसैसँग माया गरिन्छ त विवाह नै गर्नुपर्छ भन्ने छैन। जुन कुरा तपाईँले भन्नुभयो म पनि तपाईँको यो कुरामा साँच्ची नै सहमत छु। हिजोको जिन्दगी सम्झेर जुन आफ्नो अतीतसँगै आफ्नो जीवन सङ्गिनीलाई साथ लिएर कथा लेख्नुभयो, तपाईँलाई फेरि एकपटक धेरै धेरै धन्यवाद छ। र यहाँको जिन्दगी खुसी अनि सुखी रहोस् एक कामना गर्न चाहन्छु। श्रोता मित्र, आजको कार्यक्रम एउटा कथा जिन्दगीकोमा वाचन गरेको श्याम सुन्दर चफगाईको कथा यहाँलाई कस्तो लाग्यो? सुझाव सल्लाह र प्रतिक्रियाका लागि ठेगाना म केही समयपछि दिनेछु। यतिन्जेल कार्यक्रम एउटा कथा जिन्दगीको सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद छ। यद्यपि तपाईँको जिन्दगीमा पनि कुनै यस्ता घटना घटेका छन् जुन घटनाले तपाईँलाई अहिलेसम्म पनि पल पलमा चोट दिइरहेको छ। यद्यपि त्यस्तो कुनै कथा छन् भने कार्यक्रम एउटा कथा जिन्दगीको लागि पठाउँदै गर्नुहोला। जाँदा जाँदै पत्राचारका लागि ठेगाना भन्दैछु। कार्यक्रम एउटा कथा जिन्दगीको रेडियो भानुभक्त 104.2 मेगाहर्ज, ब्याज 2 सफा सडक तमौली तनहु। यस ठेगानामा पत्राचार गर्दै गर्नुहोला भन्दै प्राविधिक मित्र प्रकाशको साथमा म सुरज पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि। जाली रहेछ यो